अनि यो चाहिँ अहिले भर्खरै बनाएको कति 5-6 वर्ष मेरो भान्सामा चाहिँ त्यो चल्लाहरू आएको हुन्छ हैन खेतहरू छ कि यता अनि यो सबै मेरो बिस्तराहरू यस्तो छ सो गाइस मैले चाहिँ मेरो लाइफ जिरोबाट स्टार्ट गरेको छु अनि मसँग इन्कम सोर्स भन्ने कुरा एउटा पनि छैन हैन इन्कम सोर्स जनरेट गर्न त्यति सजिलो त छैन तर त्यति कठिन पनि छैन हैन गाइस अनि समय र मेहनत दुइटै दिनुहुन्छ भने इन्कम जनरेट पक्कै पनि तपाईहरुले गर्न सक्नुहुन्छ हैन अनि मेरो चाहिँ यता यो मुला भइरहेको छ हैन अनि यो मुलालाई चाहिँ हल्का ठुलो भइसकेपछि मैले मार्केटमा लगेर सेल गर्ने अनि त्यहीबाट इन्कम जनरेट गर्ने हैन अनि हेर्न सक्नुहुन्छ यो मेरो ठुलो भइसक्यो अनि यसमा चाहिँ मैले त्यो बैगनहरु अनि खुर्सानीहरु लगाएको छु के अनि मुला चाहिँ कतिको होला भन्दाखेरि 2-3 हजार रुपैयाँको होला अनि त्यही पनि धेरै हो हैन मेहनत र समय दुइटै दिनुहुन्छ भने इन्कम जनरेट गर्न सकिन्छ के गाइस तपाईहरुले पनि गर्न सक्नुहुन्छ अनि यता छ मेरो केरा अनि केराको दुईटाबाट चाहिँ मैले त्यो पकाउनको लागि हालेको छु अनि त्यसको भिडियो चाहिँ अलग बनाउँदै छु म अनि त्यो सेल गरेको अनि बेचेको दुईटै सबै कुरा चाहिँ अर्को भिडियोमा आउनेछ हैन इन्डिपेन्डेन्ट लाइफ जिउनको लागि चाहिँ मेहनत र संघर्ष गर्नुपर्छ त्यही हो गाइस त इन्कम सोर्स हुनुपर्छ कि आफूसँग हैन अनि अरूसँग माग्नु नपरोस् अरूसँग हात फैलाउन नपरोस् हैन आफ्नो इन्कम सोर्स भयो भने अरूसँग हात फैलाउनु पर्दैन हामीहरुले त्यही हो थ्यांक यू उता माथि चाहिँ घुम्न जाम भनेको अनि बाहिर पानी परिरहेको छ पुरा एकदमै धेरै पानी परिरहेको अनि यो चाहिँ अहिले भर्खरै बनाएको कति 5-6 वर्ष भइसक्यो मतलब भर्खरै भन्दैछु मेरो मतलब 5-6 वर्ष भइसक्यो यो बनाएको चाहिँ चल्लाहरू आएको हुन्छ हैन क्यामेरामा पहिले चाहिँ यस्तै टिनकै थियो हैन सुरुदेखि नै जब म क्लासमा पढ्थे हैन एक क्लासमा पढ्थे अनि चाहिँ म यहाँनिर बस्थे कि तपाईहरुले देख्नुहुन्छ हैन भागिसक्यो अनि यो पहिलाको चाहिँ हाम्रो क्लास हो हैन अनि यो पुरै टिनको थियो यता घुम्नको लागि टोलेर चाहिँ यो हाम्रो बाटो चाहिँ यस्तो हुन्छ बनाएको थियो पछि अनि तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँसम्म झिल्लन भएको छ अनि हाम्रो मकैको बारीहरु अनि धचेर चाहिँ कहाँ पुगिसक्यो तल पुगिसक्यो यता पनि मकै छ टोयलेट नि धचेर कहाँ पुगिसक्यो तल अनि बाटो चाहिँ यस्तो छ गाइस यहाँबाट माथि माथि त्यही हो गाइस अनि पानी पर्दैछ पानीमा भिगिन्छ छिटो छिटो जाम न हैन रोडमा नि एकदमै खोलाको जस्तो पानी बगिरहेको छ के अनि भर्खरै यति धेरै पानी पर्यो हैन अनि त्यसैले गर्दाखेरि चाहिँ यहाँनिर पानी बग्छ के नाला नि बनाएको छैन नत्र भने यो पानी नालाहरुमा बग्थ्यो होला अनि यो चाहिँ सरकारी स्कुल बन्दैछ
सो अगाडिसम्म घुमेर आउनेछौँ हामीहरू भनिरहनुलाई। हाम्रो मैले 5 क्लाससम्म पढ्ने स्कुलमा जाँदैछु आज, अनि 5 इयर पछि अनि त्यो स्कुलमा गएर चाहिँ हेर्नेछौँ कस्तो छ स्कुल, अनि 5 वर्षपछि त्यो स्कुलको चाहिँ एक्सप्लोर गर्नेछौँ होइन। अनि पहिलाको चाहिँ यता हो होइन यो स्कुल, अनि यहाँबाट चाहिँ त्यो फिल्ड चाहिँ यो स्कुलकै बराबर थियो होइन। अनि त्यहाँबाट धस्दै धस्दै गयो होइन, त्यो नदीको कारणले गर्दाखेरि होला, अनि फिल्ड चाहिँ तल पुगिसक्यो क्या। अनि हाम्रो स्कुल चाहिँ यस्तो छ 5 क्लाससम्म, अनि फिल्ड चाहिँ यहाँसम्म थियो होइन, अनि धसेर चाहिँ तल पुगिसक्यो क्या। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, पहिला कहाँ थियो यहीको बराबर थियो होइन। अनि धसेर चाहिँ यो टोइलेट हो होइन, पहिलाको टोइलेट नि धसेर त्यो अगाडिपट्टिदेखि सबै उडिसक्यो। म स्कुलबाट आइसकेको छु, अनि मेरो साइडमा होइन, अनि यहाँनिर बन्दैछ हाम्रो सानो घर। घर त होइन तर मान्छे त बस्दैन होला यता, खेतहरू छ कि यता। अनि यो सबै मकैहरू बोएको छ, अनि म चाहिँ सोचिरहेको छु कि यसमा सबै चाहिँ तरकारीहरू लगाइदिउँ, अनि यहाँनिर चाहिँ गोदाम बनाइदिउँ भनेर सोचिरहेको छु। अनि बस्नको लागि चाहिँ मेरो उता छ होइन पुरानो घर, अनि यता तरकारी बनायो भने अनि यहाँनिर गोदाम भइहाल्छ होइन। अनि यहाँ रोड नि नजिक छ त्यहाँ मेरो घरदेखि, त्यही भएर चाहिँ म यहाँनिर गोदाम बनाइरहेको छु ऊ यहाँनिर। अनि हल्का अहिले काम गरेर आएको उता स्कुलबाट आएर। सो बनिरहनुलाई अगाडिसम्म, अब खाना बनाउनु पर्छ घर गएर। म एक्लै छु फेरि है। मेरो बिस्तराहरू यस्तो छ, अनि मेरो भान्सा नि यस्तो छ। सो मेरो चाहिँ बनेको छ कि छैन म हेरिरहेको छु त। केराको हुँदैन त्यो बोक्राहरू, अनि यहाँ मैले सेतमा हालेको छु, अनि त्यसको चाहिँ धागो निकाल्ने प्रयास गर्ने छ, अनि कस्तो निकाल्छ मलाई थाहा छैन। खतरा पाक्नु त पाकेको रहेछ।
अनि भोलि चाहिँ यसलाई धुनुपर्छ अनि धोयो भने अनि बल्ल यस्तो जुसहरू निकाल्छ। अनि चाहिँ 1 हप्ता भइसक्यो मैले यो सेटमा हालेको। ल्याउनुपर्छ अनि मेरो चाहिँ आइसक्यो यहाँनिर। अनि मैले चाहिँ यसलाई त्यो धागो निकाल्ने भनेको अनि पुरा चाहिँ यस्तो भएको छ। अनि धुनको लागि चाहिँ यता हाल्नुपर्छ नि। मेरो आइसकेको छ। अनि यसलाई चाहिँ म भोलि धोएर अनि धागो निकाल्ने प्रयास गर्नेछु। कस्तो निकाल्छ अनि तपाईँहरूले भन्नुहोस्। आउँदैछ होइन। अनि मेरो भान्सा नि साफ गरेको छैन अझ। अनि तरकारी बनाउँदैछु यता। अनि रोटी चाहिँ एकछिनमा बनाउँछु होइन। अनि बाहिर चाहिँ पानी सुरु भइसक्यो। बाहिर चाहिँ पानी स्टार्ट भइसकेको छ होइन। अनि 3टा रोटी चाहिँ मेरो लागि, एउटा रोटी चाहिँ एउटा रोटी यसको लागि खाँदैन यो गर्नु। अनि लाइट चाहिँ गइसक्यो होइन। अनि म जाँदैछु।